नमस्ते। मैले अहिले तपाईहरुले धेरैजनाको माग भएको ठाउँमा एउटा काम ल्याएर आएको छु। त्यो कामको कति बेलादेखि काम हो, पैसा कति हो र कस्तो मान्छेलाई काम हो, सबै कुरा सुनेर मात्रै मलाई एसएमएस गर्नुहोला, ल कल गर्नुहोला। त्यत्तिकै एकैछिन थोरै काम आयो भनेर त्यत्तिकै फोन नगर्दिनु होला प्लिज। मैले तपाईहरुलाई बारम्बार बिन्ती पनि गरेको छु है। त्यो भएर चाहिँ तपाईहरुले प्लिज मैले भनेको कुरा सुनि पनि दिनु होला के है। तपाईहरुले चाहिँ यदि तपाईहरुलाई काम चाहिन्छ भने चाहिँ पुरा फुल भिडियो सुन्नुस् न। तपाईहरुले मजाले काम पाउनुहुन्छ। तपाईहरु कामको कुरा नसुनेर 5 मिनेट टाइम पनि नदिने र तपाईहरु वाहियात मात्रै फोन गर्नुहुन्छ, फोन उठेन भन्नुहुन्छ। सबै एक दिनमा 1000 2000 जनाको फोन आउँछ, कसले सक्छ उठाउन। त्यो भएर चाहिँ मेरो नम्बरमा लाइन छ, लाइनमा पनि मेसेज गर्नुहोस् भनेको हुन्छु। मैले लाइनको चाहिँ एकछिनमा रिप्लाई नदिए पनि फेरि रिप्लाई आउँछ है तपाईको। त्यो भएर तपाईहरुले यो कामको लागि चाहिँ आफै पनि अप्लाई गर्न सक्नुहुन्छ। यो काम चाहिँ अहिले कुन ठाउँ हो भन्दाखेरि टोकियोको मान्छेलाई पनि हुन्छ, चिबाको मान्छेलाई पनि हुन्छ, साइतामाको मान्छेलाई पनि हुन्छ है। त्यो भएर यो काम चाहिँ साइतामाको काम हो, साइतामाको काम हो। यो चाहिँ दिउँसो 1 बजेदेखि राति 10 बजेसम्म, दिउँसो 2 बजेदेखि राति 10 बजेसम्म र यसमा शनिबार आइतबार पनि गर्न सक्नुहुन्छ। र यदि रिफ्युजी भिजा छ भने तपाईहरु 3 जना केटा मान्छे रिफ्युजी भिजा पनि चाहिएको छ। यदि रिफ्युजी भिजा हो भने चाहिँ तपाईहरुले 6 दिन पनि हामी काम दिन्छौं है। त्यो भएर यदि यो कामको लागि तपाईहरुले अप्लाई छिटोभन्दा छिटो अप्लाई आफै पनि गर्न सक्नुहुन्छ। मैले मेरो प्रोफाइलमा टिकटकको प्रोफाइलमा एउटा हाम्रो कम्पनीको वेबसाइट लिंक राखिदिएको छु। त्यो लिंकमा गएर आईडी बनाउनुहोस्। आईडी बनाएर त्यतिकै नछोड्नुहोस् है। तपाईहरुले आईडी बनाउनुहोस्। आईडी बनाएर अनि लगइन गर्नुहोस्। त्यो आईडीलाई लगइन गरेर 2वटा डट छ, त्यो डटमा गएर तपाईको एबीसी टेस्ट भन्ने हुन्छ। तपाईको नेङ्गोको लेभल अनुसारको तपाईले स्यालेरी पनि त्यो अनुसारको पाउनुहुन्छ, त्यो अनुसारको काम पनि पाउनुहुन्छ। तपाईहरुले चाहिँ केही आफ्नो लागि कामका लागि अरूको भरमा नपरेर केही आफूले पनि त्यो अप्लाई गर्न सिक्नुहोस् है त। यदि तपाईहरुलाई त्यो गर्दा पनि नआएन भने आईडी बनाएर मलाई स्क्रिनशट पठाउनुहोस् लाइनमा, म तपाईहरुलाई सिकाइदिन्छु। तर यो भिडियो जति सक्दो शेयर गरिदिनु होला। रोकुगाचुको 1 तारिखबाट काम हो, अहिलेलाई होइन है। रोकुगाचुको 1 तारिखदेखि जो काम गर्न चाहनुहुन्छ तपाईहरुले प्लिज मलाई कन्ट्याक्ट गर्नुहोला। मेरो नम्बर चाहिँ 07020141632 हो। यसमा चाहिँ कल गर्नुहोला र यो नम्बरमा लाइन पनि छ, मेसेज गर्नुहोला है त। नबुझेको कुरा सकभर तपाईहरुले जति सक्दो चाँडो त्यो सेरीको लिंकबाट आईडी बनाए भने चाहिँ आईडी बनाएर तपाईहरुले आफै अप्लाई गर्न पाउनुहुन्छ। त्यहाँनिर आईडी बनाइसकेपछि अनि लगइन गर भन्छ।